हेलो अनि नमस्ते सबैजनालाई मेरो नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। यो ब्लगमा चाहिँ मैले पाल्पामा रहेको रानीवास होमस्टेलाई कभर गरेको छु अनि त्यहाँको बसाइ मेरो कस्तो भयो, त्यहाँ कस्तो छ भन्ने खालको एउटा रिभ्यू पनि छ यसमा चाहिँ। अनि यो चाहिँ मेरो पाल्पाको पार्ट 2 ब्लग हो। मेरो अर्को पनि ब्लग छ पाल्पाको, त्यो पनि हेर्नु होला अनि यो ब्लग पनि पुरै हेर्नु होला है त। हामी चाहिँ अहिले त्यो रानीवास होमस्टेमा जाँदैछौँ अनि त्यसको लोकेसन कहाँ छ भन्दाखेरि चाहिँ त्यो यदि हजुर पाल्पादेखि स्याङ्जा साइडतिर जाँदै हुनुहुन्छ नि रामदी नपुग्दै अलि ओरबाट राइट लिएर जानु पर्यो। अनि रामदी नपुग्दै त्यहाँ पिपल डाँडा भन्ने ठाउँ छ, त्यही सिद्धार्थ हाइवेमा, त्यहाँदेखि चाहिँ यो ठाउँ 13 किलोमिटर छ। अनि यदि कालीगण्डकी करिडोरको बाटोबाट जाने भने चाहिँ त्यहाँ सदी खोला भन्ने ठाउँ छ, त्यहाँदेखि चाहिँ 9 किलोमिटर छ है। अनि यो होमस्टे चाहिँ पाल्पाको रम्बा गाउँपालिकामा पर्छ है। त्यो ठाउँलाई चाहिँ अनि फोक्सिङ कोट भन्ने रहेछ है। अनि गाउँको बाटो भएकोले बाटो चाहिँ अफ रोड छ है, त्यो अनुसारको गाडी भयो भने सजिलो हुन्छ। जान त स्कुटी बाइक पनि जान्छ है, हामी स्कुटी बाइकहरू पनि लगेको थियौँ प्लस स्कर्पियो लगेको थियौँ। र त्यो मेन हाइवेदेखि चाहिँ हामी लगभग 45 मिनट्स जस्तो उकालो चढेपछि चाहिँ अहिले हामी यो डाँडामा आइपुग्यौँ होइन, यो होमस्टे भएको ठाउँमा आइपुग्यौँ। अनि यहाँ चाहिँ गाडी आएको देखेर पुरा बुढीहरू पुरा गाडी सँगसँगै अगाडि दौडिरहेको छ नि, यस्तो एक्साइटेड कि कस्तो रमाइलो भाइब्स आयो कि। अनि हाम्रो स्वागतको लागि यहाँ सबजना बसिरहनु भएको रहेछ। हामी एकदम सुपर एक्साइटेड छौँ है, फर्स्ट टाइम यस्तो भव्य स्वागतका साथ बस्दैछौँ हामी कुनै होमस्टेमा। अनि यहाँ चाहिँ 18वटा घरमा चाहिँ होमस्टे रहेछ है, त्यतिले चाहिँ अहिले पार्टिसिपेट गरेर रहेछन्। तर यो एरियामा चाहिँ जे होस् यो गाउँमा चाहिँ 90 घर छ अरे है। त्यहाँ घुम्नको लागि चाहिँ हामी जस्तै अरू 2-3वटा ग्रुप पनि हुनुहुन्थ्यो होइन। अनि हाम्रो एकमुष्ट स्वागत गर्ने भनेर चाहिँ सबैजना पर्खिरहनु भएको थियो। अनि त्यो तिनजेल चाहिँ एकछिन बाजागाजामा हामी नाच्यौँ, एकदमै इन्जोय गऱ्यौँ होइन। त्यहाँको माहौलै एकदमै रमाइलो थियो कि। अनि त्यसपछि सबै ग्रुपहरू आइसकेपछि चाहिँ हाम्रो एकमुष्ट स्वागत भयो है। अनि जो एकदमै राम्रो के, त्यहाँ जाँदाखेरि नै कस्तो रमाइलो फिल भएको थियो कि। अनि त्यहाँ हामी सबैको स्वागत चाहिँ टिका र माला लगाएर गर्नुभयो होइन। सबलाई नमस्ते गर्दै के अरे। अनि अर्को चाहिँ झोर्ले झोर्ले झोर्लेलाई हाम्रो एकदम खतरा स्वागत भएको छ। झोर्ले डान्स पनि भइरहेछ, डान्स। Let's go. लजम सकेपछि आफ्नो कोठामा लगेर हुन्छ। हाम्रो एकदम भव्यताका साथ स्वागत भयो है सबैको। अनि अब चाहिँ हामीलाई खाजा खानको लागि माथि त्यहाँ एउटा भवन रहेछ, हलहरू भएको, त्यहाँ लग्दै हुनुहुन्छ। अनि अब त्यहाँ चाहिँ हामीलाई खाजा पनि दिनुहुन्छ। अनि त्यसपछि चाहिँ हामीलाई कुन कुन घरमा हामी पऱ्यौँ भनेर पनि भन्नुहुँदो रहेछ है। एउटा चाहिँ सानो औपचारिक कार्यक्रम जस्तो पनि हुने रहेछ। स्वागत गर्न, हार्दिक स्वागत गर्न चाहन्छु। म धेरै समय लिन चाहदिनँ। सर्वप्रथम त पालै पालो आफ्नो परिचय दिनुहुन होमस्टे सञ्चालक साथीहरूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। सर्वप्रथम म मैबाट सुरु गर्न चाहन्छु। मेरो नाम वीरबहादुर गुरुङ, म यस रानीवास सामुदायिक होमस्टेको होमस्टे कर्मी एवं यो रानीवास सामुदायिक होमस्टेको सचिव है। अनि हामीलाई खाना दिने बेलामा पनि त्यहाँ बाजाहरूले इन्टरटेन गरिरहनु भएको थियो कि, कस्तो एकदमै रमाइलो के है। त्यसमाथि अहिले त्यहाँ सनसेट हुने बेला भएको भएर त्यो यस्तो ब्युटिफुल थियो नि, त्यहाँको इन्भाइरोमेन्टै एकदमै राम्रो थियो कि। पुरै दामी इन्भाइरोमेन्ट, त्यसपछि म्युजिक अनि एकदम लोकल खाजा, पर्फेक्ट।
ताजा छ है स्वागतको लागि चाहिँ मकै अनि अचार चिया। अनि जुन यो होमस्टे छ नि यो चाहिँ हाइटमा भएकोले चाहिँ यहाँदेखि चाहिँ त्यो हिमालहरू पनि एकदम मजाले देखिने रहेछ होइन। अनि त्यसपछि स्याङ्जातिरको भाग पनि देखिने रहेछ, त्यताको डाँडा काँडा अनि त्यो बजारहरू पनि देखिने रहेछ। बेलुकामा चाहिँ पुरै झिलिमिली यस्तो एट्र्याक्टिभ देखिने रहेछ। अनि यहाँ चाहिँ यो जनजाति सङ्ग्रहालय पनि छ। यसमा चाहिँ उहाँ त्यो मेनली मगर जातिहरूले प्रयोग गर्ने सामानहरू बाजागाजाहरू त्यस्तो कुरा राखेको छ है। ल यो चाहिँ हाम्रो रुम भयो। अनि यो चाहिँ मिलाएर एउटा घरमा 2 जना मात्रै राख्नुहुँदो रहेछ। अनि त्यसपछि हामी चाहिँ घर नम्बर 3 मा थियौँ। त्यहाँको घरमुली चाहिँ मनिषा सारू हुनुहुन्थ्यो। अनि अब त्यहाँ बेलुकाको लागि स्न्याक्स डिनरको व्यवस्था चाहिँ यहीँ हलमा हुने रहेछ है, यही बिल्डिङको। अनि सुरुमा चाहिँ त्यहाँ स्न्याक्सहरू भनेर अब भेज नन भेज त्यो अनुसारले थियो। अनि त्यसपछि हामी चाहिँ त्यहाँ डिनर गऱ्यौँ। अनि डिनर पछि चाहिँ त्यहाँ आउने गेस्टहरूको लागि इन्टरटेनमेन्टको लागि चाहिँ डिफ्रेन्ट खालको यो डान्सहरू पो थियो के अरे सालेज्यू, अनि त्यसपछि यो के भन्छ मारुनी, अनि त्यसपछि झाम्रे यस्तो खालको डान्सहरू प्रदर्शनी थियो। त्यो चाहिँ राति लगभग 10 बजेसम्म जस्तो हुने रहेछ है। बजाउन मात्रै पनि हैन गाह्रै कुरा हो हैन। मजा त आउँछ तर बजाउनु नाच्नु भनेको त अलि हाई लेभल नै स्किल हो के। यहाँ हावा चलेर यस्तो चिसो थियो है, त्यही भएर म यस्तो हुलिया बनाएर बसिरहेको छु। यो चाहिँ ठ्याक्क त्यो सङ्ग्रहालय भन्दा माथि भएको शिव मन्दिर है। यो हाम्रो मर्निङ ब्रेकफास्ट है, घरमै बनेको कोदोको रोटी, अन्डा अनि ब्ल्याक टी। अनि यो ठाउँको स्टेको कस्टको कुरा गर्दाखेरि चाहिँ मलाई चाहिँ एकदमै जोस् पैसा एकदमै सस्तो भ्यालु फर मनी लाग्यो भनौँ न होइन। अनि यहाँ चाहिँ भेजको लागि चाहिँ 1000 रुपिस थियो खाना र बस्नको लागि। अनि नन भेजको लागि चाहिँ कस्तो थियो नि 1000 प्लस त्यो दिनमा जतिवटा लोकल भाले काट्यो त्यसमा चाहिँ डिभाइड बाई नन भेज पर्सन गरेर डिभाइड गर्ने रहेछ, त्यो भयो। अनि त्यो बाहेक चाहिँ यो मारुनी डान्सहरूको चाहिँ 200 पर पर्सन लाग्ने रहेछ डान्स देखाए बापत चाहिँ। अनि त्यसपछि त्यो बाहेक अरू एक्स्ट्रा भनेको चाहिँ हजुरहरूको एक्स्ट्रा कस्टहरूमा भर पर्ने भयो, एक्स्ट्रा केही खानाहरू ड्रिङ्कहरू गऱ्यो भने चाहिँ।
अनि मलाई चाहिँ पर्सनली यो ठाउँ एकदमै रमाइलो राम्रो लाग्यो है। त्यो साथै एकदम त्यो रिसोर्टहरूमा जानुभन्दा पनि लाइक अलिकति गाउँको परिवेशमा इन्जोय गर्न कोही चाहनुहुन्छ भने चाहिँ यो होमस्टे एकदम पर्फेक्ट छ है। अझै त्यही पाल्पा स्याङ्जा वरिपरिको मान्छेको लागि त एकदमै राम्रो डेस्टिनेसन छ। अनि यो कुनै स्पोन्सर भिडियो चाहिँ होइन, तर पनि मलाई राम्रो लागेकोले चाहिँ म एकचोटि यहाँ मिल्छ आउन भने चाहिँ आउनु भन्छु। अनि त्यो यहाँ आउनको लागि चाहिँ कन्ट्याक्ट गर्नको लागि जुन त्यो मैले भिडियोमा देखाएको थियो नि, त्यसमा चाहिँ 16वटा घरको नम्बर छ। त्यो मध्ये जुनसुकैमा कन्ट्याक्ट गरेर पनि हजुर आउन सक्नुहुन्छ है। ल अब चाहिँ हाम्रो बिदाई पनि भयो। अब हामी यहाँबाट फर्केर जान्छौँ। अनि हामी यहाँबाट रानी महल जान्छौँ, त्यसपछि चाहिँ हामी ब्याक टु काठमाडौँ जान्छौँ। मेरो रानी महलको अर्को ब्लग पनि पुरै हेर्नु होला। अनि त्यसपछि यो ब्लग पनि लास्टसम्म हेरेर बस्दिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। हाम्रो बिदाई भयो सेल्टर टिका र फुलले। ल बाई बाई, अब अर्को ब्लगमा भेटौँला।